अहिले जहाँनेर सिंहदरबार उभिएको छ उक्त जमिनमा सिंहदरबार बन्नुभन्दा पहिला वाटर मिल यानि कि पानीघट्टा थियो। पानीघट्टामा मकै गहुँ आदि पिसिन्थ्यो। त्यो सँगसँगै उक्त विशाल जमिनमा खेती गरिन्थ्यो अनि फ्याट्ट फुट्ट केही घरहरू पनि थिए। स्पेस नेपालमा छापिएको यो आर्टिकल अनुसार त्यो बेला चन्द्र शमशेरले सिंहदरबारको लागि किनेको जमिन सिंहदरबार बन्नु अगाडि काठमाडौँका मन्दिरहरूको गुठीको नाममा थिए। अब सिंहदरबार बन्नुभन्दा अगाडि चाहिँ राणा शासनको केन्द्र थापाथली दरबारलाई मानिन्थ्यो। यसलाई पनि जङ्गबहादुर राणाले आफू प्रधानमन्त्री भए पछाडि क्याप्चर गरेका थिए। अब क्याप्चर हुनुभन्दा अगाडि थापाथली दरबार थापाहरूको दरबार थियो, जसको निर्माण नयनसिंह थापाले गरेका थिए। अब यो थापाथली दरबार हुँदाहुँदै चन्द्र शमशेरले सिंहदरबार बनाउनै पर्ने कारण चाहिँ के आइपर्यो त? यो कुरा बुझ्नलाई चन्द्र शमशेर आफू कसरी प्रधानमन्त्री भए भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। चन्द्र शमशेर जङ्गबहादुर राणाका कान्छा भाइ धीर शमशेर राणाका 6औं छोरा थिए। चन्द्र शमशेर सहित उक्त परिवारमा 17 जना दाजुभाइहरू थिए, जसलाई चिनाउन द 17 ब्रदर्स अथवा शमशेर खलक जस्ता फ्रेजहरूको प्रयोग गरिन्थ्यो। जङ्गबहादुर राणा प्रधानमन्त्री भए पछाडि उनले बनाएको रोलक्रम अनुसार उनी पछाडिका प्रधानमन्त्रीहरू क्रमशः उनका 7 जना भाइहरू थिए अनि त्यस पछाडि बल्ल आफ्ना छोरा र नातिहरू थिए अनि बल्ल चाहिँ उनका भतिजहरू थिए। सोही रोलक्रम अनुसार जङ्गबहादुरको निधन पश्चात उनका भाइ रणदीप सिंह प्रधानमन्त्री हुन्छन्। रणदीप सिंह प्रधानमन्त्री भएको बेला शमशेर खलकका 17 भाइहरूले षड्यन्त्र गरेर आफ्नै ठुलो बुबा प्रधानमन्त्री रणदीप सिंहको हत्या गरिदिन्छन् अनि यता जङ्गबहादुरका छोरा र नातिहरूको पनि हत्या गरिदिन्छन् र बाँकी रहेका जङ्गबहादुरका इमिडिएट परिवारलाई काठमाडौँबाट लखेट्छन्। यो सबै गर्नुको पछाडि अघि हामीले भनेको प्रधानमन्त्रीको रोलक्रम नै थियो। भतिज खलकहरूलाई उक्त रोलक्रम मन परेकै थिएन, जसलाई यदि फलो गरिन्थ्यो भने भतिज अर्थात् जङ्गबहादुरका भाइका छोराहरूको प्रधानमन्त्री बन्ने पालो कहिल्यै नआउन पनि सक्थ्यो। यसरी आफूहरूभन्दा माथिको सबै प्रधानमन्त्रीका उम्मेद्वारहरूलाई लाखापाखा लगाए पछाडि शमशेर खलकको नेपालमा शासन सुरु हुन थाल्छ, जस अनुरूप नै वीर शमशेर प्रधानमन्त्री बन्छन् अनि उनको निधन पछाडि देव शमशेर प्रधानमन्त्री बन्छन्। देव शमशेर भने आफ्नै भाइ भारदारहरूको आँखाको तारो बने पछाडि 144 दिन जतिको छोटो कार्यकाल पश्चात उनी चन्द्र शमशेरको कुद्वारा अपदस्थ भई चन्द्र शमशेर 5औं राणा प्रधानमन्त्री अर्थात् श्री 3 बन्छन्। प्रधानमन्त्री बने पछाडि अब उनलाई आफ्नो शक्ति र दम्ब देखाउनु पर्ने थियो। त्यो सँगसँगै आफूसँग भएको धन दौलत अनि ऐसो आरामको फ्लेक्स हानेरै विश्वमै राणा खानदानको प्रभुत्व झल्काउनको लागि पनि अब चन्द्र शमशेरलाई छुट्टै दरबार चाहिएको थियो, जसबारे उनले प्रधानमन्त्री भए लगत्तै सोच्न पनि थालेका थिए। तर चन्द्र शमशेरले आफू प्रधानमन्त्री हुनासाथ सिंहदरबार नै निर्माण गर्ने भन्ने सोचेका थिएनन्। उनले सुरुमा त सेतु दरबार, लाल दरबार जस्ता काठमाडौँ भ्यालीका विभिन्न ठाउँमा खडा भएका दरबारहरू किन्न खोजेका थिए, तर किन्न खोजेको दरबारहरू उनले सजिलै पाएनन्। यसैबीच इन्जिनियर कुमार नरसिंह र कर्णेल किशोर नरसिंह राणा लगायतले उनलाई आफ्नै नयाँ दरबार बनाउन सुझाव दिन्छन् र उनीहरूले उक्त दरबारको डिजाइन पनि गरिदिने भनेर भन्छन्। त्यस पछाडि सिंहदरबार निर्माणको प्रक्रिया यिनै दुई इन्जिनियरको नेतृत्वमा अघि बढ्न थाल्छ। आफ्नै दरबार त्यो पनि सबैभन्दा सर्वश्रेष्ठ बनाउने अठोट लिएका चन्द्र शमशेरले त्यस पछाडि अलिकति पनि विलम्ब नगरी दरबार बनाउने प्रक्रिया अगाडि बढाउँछन्, जसका निम्ति सुरुमा उनले थापाथलीबाट नजिकै पर्ने 350 रुपैयाँ जग्गा त्यति बेलाको 90 रुपियाँको दरले किन्छन् र विक्रम सम्वत 1960बाट उक्त जमिनमा दरबारको डिजाइन अनि निर्माणको काम सुरु हुन्छ। चन्द्र शमशेरको त्यो दरबार करिब 1 वर्षभित्रै सम्पन्न हुन्छ, जसमा 1000 भन्दा बढी कोठाहरू थिए। एकदमै कलात्मक उक्त दरबार महँगा विदेशी सामानहरूले सजाइएको भव्य र विशाल थियो। अब नयाँ दरबार बने पछाडि चन्द्र शमशेर र उनकी पत्नी एक दिन त्यही दरबारको कौसीबाट काठमाडौँ हेरिरहेका हुन्छन्। त्यही क्रममा उनको आँखा फेरि बाघ दरबारमा पर्छ। साँच्चीकै सिंहदरबार बाघ दरबार भन्दा धेरै भव्य थियो। पत्नीले त्यतिकैमा जिस्काउँदै भन्छन्, महाराज त्यो बाघ दरबार भइहाल्यो, अब यो नयाँ दरबारलाई चाहिँ सिंहदरबार भन्दा कसो होला? चन्द्र शमशेर पत्नीको कुरा सुनेर मुसुक मुस्कुराउँछन् र आफ्नो नयाँ दरबारको नाम राख्छन् सिंहदरबार। सिंहदरबार त्यति बेलाको 50 लाख भन्दा कम खर्चमा बनेको थियो। यसले विभिन्न देशको आर्किटेक्चर स्टाइललाई अनुसरण गरेको थियो। क्लासिकल ग्रीस, इटालियन आर्किटेक्चर जस्ता आर्किटेक्ट स्टाइलको मिश्रणले दरबारलाई न्यू क्लासिकलको दर्जामा राखेको थियो। 7 वटा कोर्टयार्ड,
1000 भन्दा बढी लग्जरियस कोठा, प्रत्येकमा मार्बल बिछाइएका पेन्ट गरिएका सिलिङहरू अनि क्रिस्टल लाइटिङदेखि सिल्भर प्लेटेड फर्निचरहरूले भरिभराउ सिंहदरबार साँच्चीकै नै भव्य थियो। उक्त दरबारलाई विदेशीहरूले पनि खुबै तारिफ गर्ने गर्थे। एक हिसाबले भन्दा जुन मनसायका साथ चन्द्र शमशेरले सिंहदरबार बनाउन सुरु गरेका थिए उनले सोचेको भन्दा धेरै बवाल तरिकाले त्यो संरचना खडा भएको थियो। तर जति नै आकर्षक अनि भव्य सिंहदरबार थियो त्यो संरचना खडा गराउनका लागि जुटेका हातहरूलाई भने न्यायोचित तरिकाले कदर गरिएको थिएन। भनिन्छ चन्द्र शमशेरले स्लेब लेबरद्वारा सिंहदरबारको निर्माण गरेका थिए। काठको काम गर्ने सिकर्मी, गारोको काम गर्ने डकर्मीदेखि कुल्ली जस्ता सबै काम सैनिक, पुलिस र कैदीहरूबाट गराइएको थियो। कामदारको व्यवस्था र निर्माणमा लागेको धेरै जस्तो सामग्रीहरू निशुल्क जुटाइएको थियो। बेला बेला राँगा र खसी काटेर भोज खुवाउने कार्य बाहेक कामदारलाई चन्द्र शमशेरले खासै केही दिएका थिएनन्। त्यस्तै काठहरू चाहिँ नेपालका थुप्रै जङ्गलहरू फडानी गरेर ल्याइएको थियो। त्यति बेला काटेर बचेका काठहरूलाई चन्द्र शमशेरले ब्रिटिस इन्डियालाई समेत बेचेको भन्ने पनि गरिन्छ। यसरी सिंहदरबार बनाउन चन्द्र शमशेरले निकै कम पैसा खर्च गरेका थिए। अनि फेरि सिंहदरबारलाई एकैचोटि भव्य अनि आलिशान पनि बनाइएको थिएन। बिस्तारै त्यसले आकार लिएको थियो अनि विशाल संरचनामा परिणत भएको थियो। सिंहदरबार बनिसके पछाडि चन्द्र शमशेरले केही वर्षका लागि मात्र त्यसलाई निजी निवास बनाएर बसे। अनि आफू प्रधानमन्त्री भएकै बेला उनले एक दिन भारदारी सभा गठन गर्छन् र सभालाई सम्बोधन गर्दै भन्छन्, अबदेखि जो श्रीतिन महाराज हुन्छ उसले सिंहदरबारमा बस्न पाउँछ। अनि उनले आफ्नै प्रधानमन्त्री भएको बेला आफ्नो नाममा रहेको सिंहदरबार नेपाल सरकारलाई बेच्छन् अनि आफ्नो शासनकालभरि नै सिंहदरबारमै बस्छन्। सिंहदरबार बनाउँदा चन्द्र शमशेरले करिब 50 लाख हाराहारी खर्च गरेका थिए। तर उनले नेपाल सरकारलाई बेच्दा भने सरकारी ढुकुटीबाट त्यति बेला 2 करोड रुपियाँ लिएका थिए। अनि त्यही नाफाको प्रयोग गरेर त्यस पछाडि चन्द्र शमशेरले काठमाडौँ भ्यालीमा आफ्ना छोरा अनि परिवारहरूको लागि भनेर 9 वटा दरबारहरू बनाउँछन्। अब विक्रम सम्वत 1958 सालबाट प्रधानमन्त्री भएका चन्द्र शमशेरले आफ्नो 28 वर्षीय शासनकाल सिंहदरबारमै बसेर चलाए अनि उनको निधन पनि सिंहदरबारमै भयो। उनी पछाडि बनेका 4 जना राणा प्रधानमन्त्रीहरू भीम शमशेर, जुद्ध शमशेर, पद्म शमशेर र मोहन शमशेरले पनि सिंहदरबार भित्रैबाट शासन चलाए। विक्रम सम्वत 2007 सालमा राणाहरूको शासन अन्त्य हुँदा यही सिंहदरबारमा नेगोसिएसन भएको थियो र नेपालमा प्रजातन्त्र आउँदैछ भन्ने पहिलो खबर सिंहदरबारकै वित्ताहरूले थाहा पाएका थिए। त्यस पछाडि विक्रम सम्वत 2017 साल पुस 1 गते राजा महेन्द्रको को साक्षी पनि सिंहदरबार नै बन्यो। त्यति बेलाका प्रधानमन्त्री लगायत सबै मन्त्री परिषदलाई नै सिंहदरबारबाटै विघटन गरिएको थियो र नेपालको पहिलो प्रजातन्त्र मासिएको थियो। त्यस्तै गरी विक्रम सम्वत 2030 साल असार 25 गते फेरि निर्माण भएको झन्डै 70 वर्ष पश्चात ऐतिहासिक महत्त्वको सिंहदरबारमा आधा रातमै भीषण आगलागी भएको थियो। दरबार परिसरभित्रका 3 वटा मुख्य संरचनाहरू आगोमा पर्छन् र 500 भन्दा धेरै कोठाहरू जलेर खरानी हुन्छन्। वास्तुकलाहरू ध्वस्त हुन पुग्छन्। दरबारको अघिल्लो भाग बाहेक प्राय सबै संरचना र भित्र भएका कागजात लगायत सम्पूर्ण सामानहरू जलेर नष्ट हुन्छन्। त्यति बेला नेपालका राजा थिए वीरेन्द्र विक्रम शाहदेव अनि प्रधानमन्त्री थिए कृतिनिधि विष्ट। मध्यरातमा राष्ट्रको प्रशासनिक अनि राजनीतिक केन्द्रमा आगो लाग्यो भन्ने थाहा भए पछाडि प्रधानमन्त्री, मन्त्री लगायत सिंहदरबारकै कर्मचारीहरू मिलेर आगोलाई नियन्त्रण गर्न खोज्छन्। तर आगोले झन विकराल रूप लिँदै जान्छ। उनीहरूले केही गरी पनि सिंहदरबारको ठुलो भाग जल्नबाट बचाउन सक्दैनन्। आगो लागिरहँदा दूरसञ्चार पूर्वाधारतिर पनि आगो सल्किन सक्ने देखेर उनीहरूले परराष्ट्र मन्त्रालय बीचको भागमा बम पड्काउँछन्, जसले परराष्ट्र मन्त्रालय ध्वस्त भए पनि यता दूरसञ्चारको पूर्वाधार भने जोगिन्छ। यत्रो सबै भइरहँदा राजा वीरेन्द्रले भने सिंहदरबारमा आगो लागेको भोलिपल्ट बिहान मात्र थाहा पाउँछन्। त्यति बेलाको राजकीय परम्परा अनुसार राजा आफ्नो दरबारमा राति सुत्न गइसके पछाडि उनलाई डिस्टर्ब गर्न हुँदैन थियो। राजाको निन्द्रा खराब गर्न पाइँदैन थियो। भलै यता देश जलोस्, जनता मरुन् अथवा चाहिँ संसारै पल्टियोस्, तर राजा सुत्न गइसके पछाडि उनलाई कसैले डिस्टर्ब चाहिँ गर्न हुँदैन थियो। अब त्यो बेला आधा रातमा लागेको आगोको मुस्लोको कारण एउटा कहिल्यै सल्भ नभएको नेपाली मिस्ट्री जस्तो हुन पुग्छ। कसरी आगो लाग्यो, किन आगो लाग्यो भन्ने प्रश्नहरू अझै पनि अनएन्सर्ड नै छन्। यसरी भीषण आगो लागेको चपेटामा सिंहदरबार परे पछाडि त्यो बेला देशलाई ठुलै घाटा लाग्छ। दैनिक प्रशासनिक प्रणाली डिस्टर्ब्ड हुन्छ। पछि नेपाललाई नै सञ्चालन गर्ने सिंहदरबार जुन सेन्ट्रल गभर्मेन्टको केन्द्र थियो, उक्त दरबारभित्र प्राय सबै मन्त्रालयका अफिस, सचिवालयदेखि प्रधानमन्त्रीको कार्यालयहरू अवस्थित थिए। आगो लागे पछाडि ती सबैमा क्षति हुन्छ, जसले पूर्ण देशलाई मर्कामा पार्छ। थुप्रो वर्ष लगाएर ड्यामेज भएको सिंहदरबार संरचनालाई रिकन्स्ट्रक्ट गरिन्छ, तर 70 वर्ष पुरानो
अनि उही वास्तुकलालाई पूर्ण रूपमा रिक्रिएट भने गर्न सकिँदैन। यद्यपि इतिहासको झल्को दिने सिंहदरबारको अग्रमी भाग भने आगलागी पछाडि पनि उस्तै नै रहेको हुन्छ, जसले अझै पनि इतिहासलाई बचाएको थियो। अब एउटा विपदबाट निस्कन खोज्दै गर्दा फेरि अर्को विपद। विक्रम सम्वत 2072 साल वैशाख 12 गतेको भूकम्पले सिंहदरबारलाई धक्का दिन्छ। भूकम्पले दरबार नै त ढाल्दैन, तर पूर्वपट्टिका, नर्थपट्टिका र साउथपट्टिका संरचनाहरूलाई भने नराम्रोसँग चर्काइदिन्छ, जसले गर्दा प्रधानमन्त्रीको कार्यालय अनि मिनिस्ट्री अफिसेसहरू पनि त्यहाँबाट सर्नु परेको थियो। विक्रम सम्वत 2077 अर्थात् भूकम्प भएको 5 वर्ष जस्तो पछाडि बल्ल रेनोभेटको मेजर काम सकिएको थियो। रिकन्स्ट्रक्सन अथोरिटी अनुसार सिंहदरबारमा भएको भूकम्पको क्षतिलाई रेनोभेट गर्न झन्डै 87 करोडको खर्च भएको थियो। यसरी पटक पटक लडेको सिंहदरबार पटक पटक उठेको पनि छ, तर लड्ने क्रम अनि क्षति हुने क्रम भने दुर्भाग्यवश रोकिएको छैन। भर्खरैको जेएनजी आन्दोलनको क्रममा पनि सिंहदरबारमा पुनः एकपटक आगो सल्किएको थियो। 52 वर्ष पछाडि अस्ति भर्खरै भाद्र 24 गते फेरि सिंहदरबार जल्यो। अब यो जेएनजी आन्दोलनको पृष्ठभूमिदेखि भित्रका सबै कुराहरूबारे हामीले यो भिडियो बनाइसकेकै छौँ, पक्कै पनि हेर्नुभएकै होला। अब प्रोटेस्टको क्रममा भाद्र 24 गते प्रदर्शनकारीहरू सिंहदरबारको पूर्व र पश्चिम गेटबाट दरबार परिसरभित्र छिरेका थिए। भित्र छिरे पछाडि उनीहरूले तोडफोड गरे अनि आगो नै पनि लगाइदिए, जसको कारण प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय लगायत थुप्रै मन्त्रालयहरू आगोमा पर्छन्। धन्न त्यो भित्र रहेको डेटा सेन्टरलाई भने केही हुँदैन। तर 1 शताब्दी लामो इतिहास बोकेको सिंहदरबारको ऐतिहासिक महत्त्व भने आगोले खरानी नै बनाइदिएको छ। एकचोटि सम्झौँ त, आफू जन्मिएको हुर्किएको तपाईँको घर अनि गाउँ तपाईँलाई कति प्यारो लाग्छ नि है। ती संरचनाहरू केवल संरचना होइनन्, तिनमा इतिहास हुन्छ, सम्झना हुन्छ, तपाईँको बालापन हुन्छ, अनौठा सम्बन्धहरू हुन्छन् जसलाई शब्दमा उतारेर पनि पूर्ण अर्थ दिन सकिँदैन। ठिक त्यसै गरी सिंहदरबार यो देशको इतिहास बोकेको, सम्झनाले भरिएको, कालान्तर बोकेको र लामो इतिहासको साक्षी हो। तर यहाँ जेएनजीहरूले सिंहदरबार जलाएर गए भन्न पनि मिल्दैन, किनकि यो परिस्थिति सिर्जना गर्ने त्यही सिंहदरबार भित्र बस्ने शासकहरू नै थिए। एक हिसाबले भन्ने हो भने सिंहदरबारबाट शासन गर्नेहरूले नै सिंहदरबार जलाइदिए। आजसम्मको इतिहास हेर्दा सिंहदरबार कहिल्यै पनि पूर्ण रूपमा ध्वस्त भएको छैन। जब जब विपद आइपर्छ सिंहदरबारलाई क्षति त भएको छ, तर सिंहदरबार फेरि उठेको छ। रेजिलियन्सको प्रतीक हो सिंहदरबार। अनि सिंहदरबार उठ्नु भनेको तपाईँ हामी फेरि जागरुक हुनु हो। अनि सिंहदरबार नेपालको हो, हामी नेपालीको हो। अब सिंहदरबारमा कसलाई पठाउने त्यो त तपाईँ हाम्रै हातमा छ र त्यो अधिकार फेरि पनि आउँदैछ। त्यसको सही सदुपयोग गर्नुहोला, ताकि भोलिको दिनमा कसैले पनि सिंहदरबारलाई नजलाओस्। हस्त, थ्याङ्क यू फर वाचिङ।